कस्तो राम्रो रहेछ क्या सोचे भन्दा पनि राम्रो यस्तो पो हुँदो रहेछ हौ भान्जो सासले चाहिँ हुँदैन क्या अलिक दिन हुर्काउन दिनु पर्छ अब हुर्काएपछि उडेर जान्छ ठिक्क बेला चाहिँ हेर माउ कसरी मरिरहेछ माउ धेरै रहन्छ क्या हेलो गाइस र आज चाहिँ अहिले चाहिँ रातको 10 बजे छ है र हामी चाहिँ अहिले मेरो मामाको घर है हाम्रो मामाको घरमा आएका छौँ सनाउ म मेरो भाइ मामाहरू सबै हुनुहुन्छ र आज चाहिँ हामी शिकार गर्न आएको हेर्नलाई उल्टो पनि हातमा छ मेरो कान्छो भाइ म हामी सँगै छौँ र हामी चाहिँ अरिङ्गाल मार्न लागेको है त यहाँदेखि अलिकति परतिर अरिङ्गाल छ र अहिले पोल्दै गरेको भिडियो पनि हेरिहाल्नुहुन्छ र आजको दिन चाहिँ अलि यस्तै छ है त रमाइलोको लागि मात्रै हो अब बच्चा छ छैन त्यो त थाहा छैन यस काट्ने हो छ भने छ छैन भने पनि यहाँ घर परिवारमा धेरै टोकिरहेछ घाँस काट्ने यतात्यता गर्नु त समस्या भइरहेछ अहिले सिलो भने त पनि देखाउँछौँ अनुहार सुन्यो भने चाहिँ भिडियो बनाइँदैन है त लाज पनि हुन्छ होइन ल हेर्दै गर्नु होला है त सानो भयो टस बालेर त्यो मुख छ नि ठ्याक्कै मुखैमा राख्नुपर्छ है आउनु नि लगाउनु एकछिन अलि तल हौ अलि तल ल सानो भयो ल अलि तल हो त्यहाँनिर गाई पनि उम्किँदैन एउटा भाग्न पाएन भिडियो त बन्दैछ नि बनिरहेको छ त ल भयो छोड्दिनु ए छैन हजुरबा टन्नै रहेछ माउ छ अझै छ नि एक दुईवटा ऊ मरेको छैन होइन पर्दैन तपाईँ नजोस् है टोक्ला नि त फेरि तपाईँलाई हागे भएको न त्यो घुँडोलाई उता पानीतिर लैजान्छ यहाँ ल्याउनु मोबाइल लिएर आउनु न यता ल त गाई हामीले चाहिँ है अरियल अन्त्येष्टि गरेको छ नि बच्चा पनि एकदम भरिलो रहेछ है यता पोल्ने मान्छे पनि यता पनि छैन फेरि आगो लगाउने चाहिँ भोलि त जानु पर्यो नि भिडियोमा त एकदम 3 तला छ है गाई एकदम भरिलो छ ल माल भेटिसकेको छ है त ल हेर्दै गर्नु होला है त एकदम दामी छ मामा सनौ भरिलो छ माल एउटा बच्चा पनि भाग्न एउटा माउ भाग्न पाएन दुलैमा पर्नु त भप्पै अब त तिमीलाई बोलाउँदैन म यो देखाउने हजुर मान्नु भयो त्यति नमानेर त कहाँ भयो त यसलाई त पानी हाल्नु पर्छ 4 तले हैन ल है त यहाँ हेर्नु यहाँ एउटा देखाउनु त यहाँ देखा नि त यहाँ हेर्नु यस्तो भरिलो छ है बच्चा हेर्दा पनि रमाइलो क्या यस्तो रमाइलो छ कि ल काट्ने मान्छे हेर न यो चाहिँ धेरै खुसी हुन्छ अरे यहाँ बाजे चाहिँ डराले भुतुक्कै भएको थियो भन्नु त देखाउनु आज हामीले काटिसकेको छौँ अब जाउँ यसलाई काट्नलाई अब निकाल्नलाई जाउँ गाइस सोची भन्दा भर्ले रहेछ ल है यता देखाउनु अनुहार पनि हो यहाँ एउटा दुलो खाली छ क्या नाङ्लो ल्याउनु त सानीमा नाङ्लो ल्याउँदैन निकालिसके छौ नाङ्लो यता छौ यो अर्को चाहिँ सानो बारुला हो यहाँ त अझै जिउँदो पनि छ नि फेरि सानो जिउँदो पनि छ नि जिउँदो आउँछ मामा आउँछ उही साइडमै छ यो अरिङ्गाले हो त भन्छ कसले भनेको अरिङ्गाल बारुला हो यो बारुला बारुला भनिन्छ यसलाई अरिङ्गालै हो यो है अरिङ्गालै हो क्या पाटे बारुला भन्छ धेरै झरिसक्यो पापे अरिगाल ठुलो अरिगाल होइन ठुलो अरिगाल त ठुलो भयो तर कस्तो राम्रो रहेछ क्या सोचे भन्दा पनि राम्रो यस्तो के हुँदो रहेछ चाका त है मार्नु न चाका यस्तो पो हुँदो रहेछ हौ भान्जो सासले चाहिँ हुँदैन क्या
अलिक दिन हुर्काउन दिनु पर्छ अब हुर्काएपछि उडेर जान्छ ठिक्क बेला चाहिँ हेर माउ कसरी मरिरहेछ माउ धेरै रहन्छ क्या बच्चा हुँदै रहेछ यत्रो अन्ति भयो काम सक्यो सक्यो तर धन्न केही भएन है हाम्रो। मसँग त्यस्तो डराउनु पर्दैन चिरीको अब यो सबैभन्दा अब खरहरू जस्तो होइन नि त दिदी भिडियो भइरहेछ होइन पूर्ण विश्वास मात्रै विश्वासका साथ हामीले लिएर आइसक्यौँ। अहिले त केही गरेर छैन भन्नु कसले के गरेर हामी सक्छौँ। तर माल त ट्याप्पै पो छ त है हेरौँ त अलिकति खाली छ ए त्यो टक्टकाएर झर्दैन अलिक डराउनु पर्छ अझै 2-3 दिन थियो भने सबै भरिन्छ 2-3 दिन थियो भने यहाँ पढ्नु ठिकै परेको पनि धेरै रहनु होइन घाटा पनि हुन्थ्यो नखा पनि हुन्थ्यो बराबर हुन्थ्यो खुट्टा लाग्यो यस्तो हो क्या के हो के हो यसको होइन, एउटा ए ल त साथीहरू हेर्नलाई एकथाल मात्रै भएको छ अरिङ्गाल एक थाल काट्यो है 4वटा छाता रहेछ अरिङ्गालको चाहिँ र हामी सनौ म मेरो भाइ मामा सबैजना भेला भएर रातिको 10:30 बजिसक्यो अहिले है काटेको खोर्सानी त यति छ र यहाँ यति छ अब यसलाई भुटभाट गर्ने हो र हाम्रो दाई एकजना दाई हुनुहुन्छ है दाईको भाग चाहिँ छुट्टै राखिदिने अब राति भयो नि त तिनजना अलिक गाह्रो छ ल यो एकजना हेर्नु ल मजाले हेर्नु है त अरिङ्गाल है त हामी चाहिँ फेरि माउ पनि खेर जान दिँदैनौँ है काराकुरो खाइदिने हो एकदम मिठो होला खानु चाहिँ नखानु होला एकदम मिठो हुन्छ ल हेर्दै गर्नु होला है त यस्तै हो है त ल